ध्वजे डाँडाको छेउैमा रहेको पर्यटकीय स्थल जैतुन पार्कको बारेमा छोटो जानकारी लिएर उपस्थित भएको छु। डाँडा बजारदेखि राजारानी सडक खण्डको पाटीगाउँ जाने बाटोबाट उकालो लागेपछि करिब 5 मिनेटको बाइकको यात्रामा जैतुन पार्क पुगिन्छ। केही माथि पुगेपछि 3वटा बाटो आउँछ। यो देब्रेपट्टिको बाटो पाटीगाउँ जान्छ भने दायाँतर्फको बाटो ध्वजे डाँडा जान्छ र यो बीचको बाटो जैतुन पार्क पुगिन्छ। यही बाटो हुँदै हामी जैतुन पार्क जाँदैछौँ। थोरै भए पनि बाटो केही सजिलो बनाउँदै गरेको देख्न सकिन्छ। यति कतैबाट धनकुटा र मोरङको सिमाना पनि पर्छ। यो गाउँ पनि मोरङको केराबारीमा पर्छ। केही समयमै हामी यो गाउँको बाटो छिचोल्दै डाँडामा रहेको जैतुन पार्क पुग्न सकिन्छ। डाँडै डाँडाको बाटो रमाइलो डाँडामा चुचुरामा देखिँदैछ जैतुन पार्क। यो केराबारी गाउँपालिकामा पर्ने कुरा यहाँका स्थानीयले बताए। यहाँ घुम्न डुल्नका लागि फोटो खिच्नका लागि पर्याप्त ठाउँ छ। केटाकेटीलाई खेल्नका लागि बाल उद्यान छ। जैतुन पार्क प्राकृतिक हरियालीले भरिएको खुल्ला क्षेत्र हो, जहाँबाट मौसम सफा हुँदा तराईका फाँट, उत्तरमा हिम श्रृङ्खला, वरिपरि पहाडी गाउँहरूको सुन्दर ठाउँको दृश्यावलोकन गर्न सकिन्छ। राम्रो बाल उद्यान पनि छ, जहाँ केटाकेटीहरू रमाइलो गरी खेल्न सक्छन्। यहाँ विभिन्न किसिमका चराचुरुङ्गीहरू पनि पालेको देख्न सकिन्छ। कालिजहरू नाचिरहेका छन्। कता कता चिडियाखाना जस्तो पनि लाग्छ यहाँ पुगेपछि। विभिन्न ठाउँहरू फोटो खिच्नको लागि, पर्यटक रमाउनको लागि पर्याप्त ठाउँहरू छ। चुच्चे नक्सा सहितको नेपालको स्तम्भ ठडियाइएको छ। निकै सुन्दर छ। डाँडामा अवस्थित भएकोले हुस्से लागिरहन्छ। यहाँबाट मौसम सफा भएको बेला ध्वजे डाँडा छेउैमा देख्न सकिन्छ। तराईका फाँटहरू सुन्दर दृश्यावलोकन गर्न सकिन्छ। निकै सुन्दर बसेर कार्यक्रम हेर्न सकिने ठाउँ जस्तो पनि छ। आन्तरिक तथा बाह्य पर्यटकहरू प्राय यहाँ आइरहन्छन्। डाँडामा गुराँसको जङ्गल छ। निकै बाक्लो गुराँसका रुखहरू छन्। पर्यटकहरू बस्नका लागि, हिँडुल गर्नका लागि निकै राम्रो बाटो बनाइएको छ। डाँडामा एउटा खानेपानी ट्याङ्की पनि रहेछ। निकै सुन्दर ठाउँ, पर्यटकलाई लोभ्याउने ठाउँ। तर आज कुहिरो लागेर होला त्यति राम्रो दृश्यावलोकन टाढा टाढाको पनि गर्न सकिँदैन। उत्तरका हिम श्रृङ्खला राम्रो देखिन्छ। तपाईँ पनि यहाँ आउन सक्नुहुनेछ।